यो काण्ड जयेन्द्रपाल सुधार गृहको काण्ड हो। जयेन्द्रपाल सुधार गृह नेपालगञ्ज अर्थात् बाँके जिल्लाको डुडुवा गाउँपालिका 6 आसमानपुरमा अवस्थित छ। यो काण्ड चाहिँ जयेन्द्रपाल सुधार गृहभित्र बस्ने नाबालक साथीभाइहरूले गरेका हुन्, किनकि आफ्नो हक र अधिकार विरुद्ध लड्दै आफ्नो अधिकार विरुद्धको कार्य नेपाल सरकार बालबालिका तथा शिशु नागरिक मन्त्रालयबाट भएपछि आफूलाई बिना जानकारी बिना कारण सरुवा फाल्न लाग्यो भन्दै केटाहरूले सरुवा जान नमानेर गरेको हो। यो चाहिँ आफू बस्ने घरभित्र भएका सम्पूर्ण कपडा बेडहरू सबै जलाएका छन्। यहाँ यिनीहरूको सुत्ने वासस्थानमा पनि बेड कपडाहरू केही पनि छैन। यहाँ सरकारवालाले हेरिरहेको छ, अझ पनि यिनीहरूलाई सरुवा नै फाल्न खोजिरहेको छ। के छ जानकारी अन्तिमसम्म हेरौँ।